guys, welcome back to my channel. र आज चाहिँ म स्कुल जाँदैछु। आज चाहिँ नयाँ बाटो आएको, हेर्नुहोस् यस्तो छ बाटो। नयाँ बाटो चाहिँ यताबाट छ दुईटा बाटो। यहाँ चाहिँ बर्पिकल छ, यहाँबाट चाहिँ टक्कै पुल छ अनि यहाँ मुनिको खोल्सा त हजुरहरूले देख्ने भएको होला। पहिला कत्रो बढेको थियो, अहिले सुकेर यत्रो भएको छ हेर्न सक्नुहुन्छ। अनि बसन्त ऋतु लाग्यो, पातहरू जम्मै झरेर नयाँ पातहरू पलायो अहिलेको। आजको मौसम चाहिँ यस्तै छ। अहिले चाहिँ स्कुल जाँदैछु म चाहिँ। यहाँ भाइ पनि छ, के भनिदिनु छ भन्दै अलिक हेलो गाइस भनेर। तेरो नाम के हो तेरो नाम? कहाँ पढ्छस्? कसको भाइ हो? दादा भ्लगरको। तेरो यो दाँत चुट्टिन आँटेछ? हल्लिँदैछ? मौसम चाहिँ यस्तै छ। फाइनल गाइसमा चाहिँ स्कुलमा आएछु, घर पुग्न आएको छु। अनि यस्तै छ। फाइनल गाइसमा चाहिँ घर पुगेको छु होइन। के साह्रो घिनलाग्दो पानी परेको हेर्न चाहिँ। यहाँ चाहिँ अब यस्तो घिनलाग्दो पानी परिदिरहेछ भने मकै गोड्दै थियौँ तर यस्तो घिनलाग्दो पानी परेर चाहिँ यस्तो हालत भएको छ। मौसम तो ऐसा लग रहा है दिल गार्डन यस्तै छ। यो पारि बर्मेको हेर्नुहोस् न, त्यो कति थियो लाइट छ, कति थियो लाइटै छैन। एडजस्टमेन्ट छु आज भात पाक्दैछ। हाम्रो कुकुर ल गाइस, धन्यवाद। आजको लागि चाहिँ यति नै, बाई।